हेलो गुड मर्निङ गाइस। म चाहिँ अब यसो पानी लिन आएको। अहिले बिहान चाहिँ तपाईँको -10 डिग्री देखाइरहेको छ होइन। यहाँ पानी लिन आएको। अहिले चाहिँ बिहानको तपाईँको 7 बज्न आँटिसक्यो। टाइम चाहिँ 7 बज्न आँटिसक्यो। ल अहिले चाहिँ हजुर यहीँबाट पानी भर्छु मैले होइन। यहाँ पानी अलिकति चाहिँ मिसिया छ। अनि यहाँ छेउछाउमा हेर्न सक्नुहुन्छ पानीहरू। यहाँ यो चाहिँ तपाईँको चाहिँ चस्माको पानी हो होइन। अनि बाहिर हेर्नुहोस् है, अब भर्खरै धुप मिसिरहेको छ र मैले पानी भरेर पनि यहाँ वाइनमा हालिसकेँ होइन। वाइनभित्र राखेँ मैले। अब चाहिँ म हिँड्नको लागि रेडी भइसकेँ। हेलो साथीहरू, म चाहिँ अब होटलमा आइसकेँ। यहाँ केटाले चाहिँ अब आलु काट्दैछ। जाडो धेरै छ। टोपी पनि 2 इयर लाएर बसिरहेको छ। जे होस् केटाले होइन। हेर्न सक्नुहुन्छ यहाँ आलु छिल्दैछ। र अब किचनमा अहिले चाहिँ राजमा पाक्दैछ होइन। राजमाको दाल रेडी हुँदैछ हाम्रो। दाल पात बनाइसक्यो। अब तपाईँको चाहिँ अब र म तपाईँहरूलाई आफ्नो होटलको डाइनिङ रुम पनि देखाउन गइरहेको छु। यहाँबाट चाहिँ भित्र जाने होइन, सारा जाने भित्र। र यो भित्र चाहिँ हाम्रो रहेको छ डाइनिङ हल। यतापट्टि भित्र डाइनिङ हल रहेको छ। सानोतिनो रहेको छ, छोटो र सानो रहेको छ होइन। र यहाँ बसेर मजाले खान सकिन्छ। र यता मेरो छोरा पढिरहेको छ होइन, होमवर्क गरिरहेको छ अहिले। बिहानको टाइम 8 बजिसकेको छ अहिलेको चाहिँ। र यो चाहिँ हाम्रो काउन्टर सानो रहेको छ र सेकेन्ड डाइनिङ रुम बाहिरको रहेको छ यो होइन। यो सरबाट हेर्न सक्नुहुन्छ तपाईँहरू। र भिजिट गर्न चाहनुहुन्छ भने मेन पेट्रोल पम्पमा रहेको छ हाम्रो होटल चाहिँ। लेह लद्दाख मेन पेट्रोल पम्पमा रहेको छ। सङ्गी रेस्टुरेन्ट नाम रहेको छ होइन। र म तपाईँहरूलाई के भन्छ बाहिरको पनि टेम्परेचर देखाउँछु, किनभने आज चाहिँ -11 सम्म गइरहेको छ बिहान। अहिले तपाईँको बाहिर चाहिँ हल्का धुप लागिसकेको छ होइन। अहिले सर हेरेपछि बाहिर यसो चिसो तर माथि अलिअलि धुप लागिसकेको छ होइन। अलिअलि घाम लागिसकेको छ। त्यही भएर यही हो। र तपाईँहरूलाई पनि सम्पूर्णलाई गुड मर्निङ भन्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू।